व्हाट्सअप गाइज बिहानको कति 9 बज्न लागिसक्यो हेर्न सक्नुहुन्छ बिहानको 9 बज्न लागिसक्यो दाइले चाहिँ कस्तो दामी निन्द्रामा सुतिरहेको थिएँ म फोन गर्नुभयो क्या अनि श्रीअन्त जानुपर्छ भाइ रेडी भयो भन्नुभयो एक्कासी अनि जाराक जुरुक उठेर राइडिङ गियर लगाइसक्यो अब सामान बानेर श्रीअन्त जाने सी अन द रोड रिवाज दाइसँग अब चाहिँ म लगेज बाँध्न लागेको मेरो लगेज चाहिँ सबै यहाँ छ सबसे झ्याउ लाग्ने काम भनेको चाहिँ यही हो क्या लगेज बाँध्नु भन्नु एउटा टाइम ल्याप्स गर्छु हेर्नुहोस् तपाईँहरू अब लगेज बाँध्नु है अब मेरो बाइक चाहिँ भर्खर रेडी भइसक्यो अब मैले सबै हालिसकेँ यो चाहिँ मेरो डट सेकको कति 25 लिटर होला दुईवटा यस्तो यसलाई चाहिँ इरप ब्यागले छाडिन्छ क्या ऱ्याक बिनाको अनि यो 5 लिटरको हो फ्रेम ब्याग अब यसको माथि यो 30 लिटरको ब्याग अडिन्छ यसरी यो यतापट्टि राख्नु कहाँ हो खाली यतापट्टि अनि यो ट्याङ्क ब्याग हजुर मैले चाहिँ लगेज सबै फिट गरिसकेँ यो व्हाट्सअप गाइज अहिले चाहिँ म ट्याक्क पारेर घरबाट निस्किसकेको छु मैले मेरो ब्याग चाहिँ अगाडि बाँधेको छु किनभने मसँग पिलियन हुन्छ क्या दाइ पछाडि त्यो ब्याग पनि मिलाउनु पर्ने चाहिँ एकपट्टि ढल्किरहेछ सिङ्गल स्ट्यान्डमा बाँधेको राम्रो भएकै छैन दिदी भेना चाहिँ यतापट्टि हुन्छ यताभित्रपट्टि अनि अब हामी त्यहाँ लिन जान्छौँ त्यही सामान पनि त्यहीँ मिलाउँछौँ यात्रा हाम्रो सुरु भइसकेको छ अब हामी ट्याक्क पारेर पेट्रोल हालेर अनि त्यसपछि केराबारीको बाटो हुँदै बिर्तामोडमा खाना खान्छौँ होला कि दमकमा तिनवटा हुनु चाहिँ एउटै बाइक हो उयो चाहिँ हिमालयन स्क्रैम अगाडिको हिमालयन मेरो हिमालयन मौसम चाहिँ अलिक धुम्मेको छ यार उसो लाग्ला जस्तो पानी पर्ला जस्तो भइरहेछ घामै लागेको छैन अघि चाहिँ घामको किरण स्वाट्टै आएको थियो झलक ब 50 पुऱ्याइदिनु होइन ल होइन नहाल्नु होइन फाल्टे हाल्नु दाइ कतिचोटि सोध्नु भएको यार तीनटा बाइकमा कुन चाहिँ बाइकले राम्रो माइलेज दिन्छ अब हामी नेक्स्ट पम्पमा चेक गर्छौँ डबल बालेको अघि निभ्यो बल्ल पानमा आइपुग्यौँ अब चाहिँ पिच बाटो पिच अहिले चाहिँ हामी केराबारीको जङ्गल छिरिसक्यौँ यहाँ चाहिँ हात्ती जतिखेर नै आउनु सक्छ अहिले चाहिँ नआइज भनेको छु अब हेरौँ आउँछ कि आउँदैन भनेर चाहिँ गाउँ बजार चाहिँ अब एकदमै नजिकै छ अब आइपुग्नु लागि खाना सायद त्यही खाने होला भोकले फाँक बनाइसक्यो अघिदेखि भन्नाले बिहानदेखि नै भोगेको थिएँ आज कफी नै खाएको छैन भोकले फाँक बनाइसक्यो आज फेरि टिपर दिवस हो कि क्या टिप्पर मात्र छ त दमकको यो भाटबन्दी देखेपछि चाहिँ मलाई अलिक आएको जस्तै हुन्छ क्या दमक हामी चाहिँ भर्खर स्टप भइरहेछौँ दमकमा खाना खानुको लागि लास्टै भोक लागिरहेछ अब भित्र गएर दाइहरू त गइसक्छु म पनि भित्र गएर अब ड्यामडुम अर्डर दिएर खाना खाइहाल्छु हामीले चाहिँ भर्खर भात खाइसक्यौँ अब एकछिन रेस्ट गरेर हामी फेरि मुभ हुन्छौँ श्रीअन्त कसलाई बाइकहरू चाहिँ हाम्रो यहाँ राखेको छौँ यस्तो छ होटेल चाहिँ यो थकाली किचन एन्ड बार भन्ने हो त्यो लेनबाट नि आएको छ त्यो लेनबाट पनि गएको छ कुन ठाउँ आयो नेपाली हो कि क्या हो कि कुन हौ यो मेरो बाइक चाहिँ दाइले कुदाउँदै हुन्छ क्या किनभने दाइलाई पछाडि बसेर ढाड दुख्यो अरे क्या अनि एकछिन कुदाउनु न त भनेर मैले मेरो बाइक कुदाउनु दिएको थिएँ त्यही भएर म चाहिँ यहाँ पछाडि बसेर यसो भ्लग गर्दैछु अहिले चाहिँ हामी ट्याक्क बारेर अब मना गरेँ कन्यामतिर स्वाट्ट हिँड्दैछौँ
चिसोमा बसेर कफी खानु टाउको दुखिसक्यो कफी नखाएर आम्मा यो ट्विनिङ रहेछ त यार बस्नु ओभर डर लाग्छ अरे मलाई यो बाख्रादेखि किनभने एउटा स्टोरी सुन्ने हो पहिला यस्तो भएको थियो क्या पहिला मेरो साथी र म एकजना साथी र म एक्सपल्स सोरुमबाट निकालेर ट्याक्क पारेर लडेर साथी टेस्ट साइडमा गइदिउँ भनेको थियो क्या अनि म अनि यहाँ अब पुर्केँ त्यतिखेर होइन भर्खर लाइसेन्स सिकेको अनि टेस्ट साइड हामी त लाइसेन्स चाहिन्छ नि त अनि लु साथी लु मसँग लाइसेन्स गइदिउँ न त भनेर गयौँ अनि अब एक्सपल्स सस्तोमा दामी एडभेन्चर बाइक थियो त्यतिखेर हिमालयन पछि अनि मलाई म त त्यतिखेर एनएस कुदाउँथेँ थिएँ नि अनि हिमालयन त अब कहाँ महँगो थियो नि त त्यतिखेर 7.5 6.5 पर्थ्यो अनि एक्सपल्स टेस्ट हान्दिउँ न त भनेर सोरुमबाट निकाल्यौँ अनि ट्याक्क पारेर सोरुमबाट निकालेर सरर पारेर तलतिर गयौँ कि यतापट्टि लेफ्ट साइडपट्टि बाख्रा राइट साइडपट्टि टुकटुक क्या हामी बिचबाट कटाउनु भएको त बाख्राले त मेरो खुट्टामा ड्याममै हान्दिएर क्या अनि के पनि भएन होला भनेर अब हामीलाई चाहिँ डर ला सोरुम बाइक केही त भएन नि भनेको क्या अनि सोरुम बाइक त केही पनि भएको थिएन हल्का स्क्र्याच भएको थियो स्प्रे ट्याक्क हानिदिइहालेको ग्यारेज छिराएर अनि पछि यस्तो हेर्छु त खुट्टा त पेन्ट त धुलो परिरहेछ खुट्टामा त पेन्टमा त धुलो परिरहेको थियो अनि यस्तो हेरेको त आमा धुलै बनाइदिइरहेछ सिङले छाला त टाका लाउनु परेको नि त मैले त त्यो स्टोरी त्यो दिनदेखि चाहिँ मलाई लास्टै डर लाग्छ बाख्रा भेडाहरूसँग के हो गाइजहरूले त झोलामा भाले बोके क्या हो भरे राति होमस्टेमा खानुलाई यो बाटो चाहिँ कहिले बनेन उकाको साइड त नआइदिउँ न हो भर्सक ब्लाइन्ड ओभरटेक चाहिँ नगरेकै राम्रो हाम्रो अगाडिको बाइक चाहिँ मिस हान्दैछ भरे मलाई जहाँसम्म लाग्छ प्लग जानु लाग्यो जस्तो लागिरहेछ यो बाइकको एकताल मसँग छ नि त एक्स्ट्रा प्लग अहिले त्यो ग्यारेजमा चेक गर्नुपर्छ रेन्ची नै बोकिनँ क्या आज प्लग खोल्नुलाई ओभरटेक गर्दै ट्याक्क पारेर भ्यू चाहिँ दामी छ यहाँको अब यो डन झन् सनसेटको बेलामा यस्तो दामी हुन्छ नि यहाँ त्यहाँ हेर्नु न बाटो यस्तो अरे ढोका लगाइदिउँ बसको जय मा पाथिभारा यो पाथिभारा मन्दिर अब हामी यहाँ दामी कफी खान्छौँ नि त हामी टालिसकेको छ कि हाम्रो अर्को स्टप भनेको चाहिँ यहाँ कन्याम हरकट्टी भन्दा अलिकति तल हो के भन्छ यसलाई कट्टी डाँडा भन्दा अलिकति माथि हरकट्टी अलिकति तल यो ओसोन डिभाइन डोर्स भन्ने ठाउँमा हो अहिले चाहिँ हामी यहाँ कफी खान ट्याक्क आइरहेको छौँ एकछिन रेस्ट पनि भयो अनि अब यहाँ ट्याक्क पारेर कफी खाने हेडे दूर हुन्छ त्यो चाहिँ हाम्रो क्लबको स्टिकर हो फेरि को आयो भन्दा आउटकास्ट नै आयो भन्ने हो क्या कफी खानु साथ घाम पनि दामी लाग्यो अब कन्यामको भ्यू हेर्ने हो एकछिन रोकिन्छ कि कन्याममा यहाँ चाहिँ जहिले पनि मेला लागिरहेको हुन्छ यसरी कुन दिन चाहिँ म यहाँ रोटेपिङ 9 को टेन्डर पार्नु पऱ्यो जसले हेर्दै हुन्छ नझुक्किनु होला यो अलिकति कन्फ्युजिङ बाटो छ हामी नि कति झुक्क्यो यार दाइहरू धेरै अगाडि गइसक्यो किनभने मैले ब्याट्री फेरेँ नि त बिचमा अघि भर्खर अलिक भेटाउनु चाहिँ गाह्रो नै छ त्यही पनि बाटो सानो छ स्पिड नकुदाउनु ला स्पिड कुदाउनु भएको छैन होला भर्सक चाचा आम्मा म कत्रो ठुलो माइलस्टोन हौ मान्छेकै साइजको माइलस्टोन छ त अनि माया लाइट राखेको ला ब्रेक फेल भयो यार ब्रेक फेल
ब्रेक फेल भयो यार यहाँ हेर्नु न आउँदैछ बिस्तारी होइन आफै लाग्यो जस्तो छ क्या खुट्टाले ब्रेक प्याडै छैन कि क्या हो सक्यो जस्तै छ मेरो चाहिँ भर्खर ब्रेक फेल भएको थियो यार झन्डै उकालोमा भयो त्यस्तो टेन्सन भएन ओह्रालोमा भएको त गीतै हुन्थ्यो ए के भएको म उयोमा हामी त पोखरी पाइसक्यौँ होला भनेर अब चाहिँ हामी श्रीअन्तुतिर प्रवेश हुँदैछौँ प्रवेश साथ थिएन नि फेरि प्रवेश मात्र घाम धुप रोशनी भएछ नि त यही हो श्रीअन्तु हामी चाहिँ यहीँ बस्ने होला उयो होला त्यस्तै लाग्यो मलाई छन् चाहिँ तर कहाँपट्टि छ हामी चाहिँ भर्खरै रुम आएर फ्रेस भएर अब निस्किसकेको यहाँबाट रुमबाट भ्यू चाहिँ यस्तो छ दामी छ रुमबाट भ्यू हाम्रो रुम ठुलो भए पनि चाबी चाहिँ झनै ठुलो छ चोरले पनि चोर्नु सक्दैन यो चाबी चाहिँ फुटाउनु सक्दैन भनौँ हामी के गर्छौँ मलाई पनि थाहा छैन किनभने म यहाँ फ्रीमा आएको नि त आफ्टर लट अफ स्ट्रगल एन्ड डिफिकल्टी हामी आइसकेको छौँ श्रीअन्तु अन्तु कटेजबाट अन्तु कटेज होइन बेस्ट क्याम्प 360 मा अब खाजासाजा हामी यहाँ खान्छौँ अनि पछि अल्छी लागिहाल्यो भने फेरि हामी ब्याक टु होटेल हुन्छ यो ठाउँ चाहिँ एपिक छ क्या जे गरे पनि पुरानो हुँदैन यो ठाउँ पुरानो हुँदैन है जे गरे पनि आधा नगर भाइ नगर अरे ल हामी चाहिँ यहाँको 10 मिनट भइसक्यो तर हामीले बुझ्नै सकेको छैनौँ अर्डर आफै दिनुपर्ने हो कि आफै पकाएर आउनुपर्ने हो भने यहाँ पिकनिक जस्तो गर्ने होला क्या कुकसुक बोलाएर यहीँ पकाएर खानुलाई हामी चाहिँ भङ्गेराको मासु बोल्दैछौँ भङ्गेराको मासु देखेँ गाइज अहिले चाहिँ हामी ट्याक्क पारेर श्रीअन्तुबाट निस्केर घरतिर जाँदैछौँ मैले चाहिँ हामी ट्याक्क पारेर बाइक साइक रोकेर अब फोटोसोटो खिच्ने अरे यहाँ के बेच्नु ल्याउनु भएको ए ओरिजिनल शिलाजित हो अनि दाइ त्यो शिलाजितको क्या मैले त उयो सुनेको थिएँ त त्यो छाम्दा किलो आन्दा साह्रो दाइले खाए भाउजूलाई गाह्रो भनेर हामी आइसकेको छौँ बिर्तामोड सिटी सेन्टरको थकाली भान्साघर भन्ने ठाउँ अब एकछिन यहाँ रेस्ट गर्छौँ अनि 1 घन्टापछि सायद हामी ब्याक टु घर आउँ खाना चाहिँ आइसकेको छ अब बजाइदिनु पर्ला खाना अब म चाहिँ आज भेज खाएको भेजी उहाँहरूको भेनालाई बाटो थाहा छैन नि त त्यही भएर पछाडि बस्नु खोजेको क्या नभए त म अगाडि चलिदिइहाल्थेँ नि मेरो फुल ट्याङ्कीले चाहिँ श्रीअन्तु पुगेर आयो यार खुसी लाग्यो त्यतिको माइलेज त देख्यो बाइकले राइड दामी बजियोस् भर्खर घर आइपुग्नु लाग्यो अब म फ्रीमै गएको भन्दा नि हुन्छ किनभने मैले तेल मात्र हाल्नुपर्ने भयो अब यही भन्दै भ्लग टुङ्ग्याइदिन्छु म अब अर्को राइडमा भेटौँ बाई गाइज सी यू सुन